संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडामा जारी 23औं संस्करणको फिफा विश्वकप अन्तर्गत रोमाञ्चक राउन्ड अफ 32 अर्थात् अन्तिम 32का खेलहरू सकिएसँगै अन्तिम 16 अर्थात् प्री क्वार्टर फाइनलको समीकरण पुरा भएको छ। यस पटक 48 टोलीको विस्तारित ढाँचामा खेलाइएको विश्वकपमा साबिक विजेता अर्जेन्टिना सहित साबिक उपविजेता फ्रान्स, ब्राजिल र स्पेन जस्ता ठुला टोलीले आफ्नो यात्रा सुरक्षित गर्दा केही पूर्व विजेता र बलिया दावेदारहरू भने स्तब्ध बन्दै बाहिरिएका छन्। यस चरणमा स्थान बनाउने 16 टोलीहरूमा आयोजक तिनै राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानाडा सहित अर्जेन्टिना, फ्रान्स, पाराग्वे, मोरोक्को, ब्राजिल, नर्वे, इङ्ल्यान्ड, पोर्चुगल, स्पेन, बेल्जियम, इजिप्ट, स्विजरल्यान्ड र कोलम्बिया रहेका छन्। जारी प्रतियोगिताको तिनै सहआयोजक देशहरूले घरेलु मैदानको फाइदा उठाउँदै अन्तिम 16मा स्थान पक्का गरेर आफ्ना समर्थकहरूलाई उत्साहित बनाएका छन्। राउन्ड अफ 32 को सबैभन्दा ठुलो धक्का 4 पटकको पूर्व विश्व विजेता जर्मनीलाई लागेको छ, जुन पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भयो। त्यस्तै बलियो दावेदार मानिएको नेदरल्यान्ड्स मोरोक्कोसँग, गत संस्करणमा तेस्रो भएको टोली क्रोएसिया पोर्चुगलसँग र एसियन पावर हाउस जापान ब्राजिलसँग हार्दै बाहिरिए। अन्तिम 32बाट बाहिरिने अन्य टोलीहरूमा काबो भर्दे, घाना, दक्षिण अफ्रिका, आइभरी कोस्ट, स्विडेन, इक्वेडर, डीआर कङ्गो, सेनेगल, बोस्निया एन्ड हर्जेगोभिना, अस्ट्रेलिया, अल्जेरिया र अस्ट्रेलिया रहेका छन्। आज रातिदेखि सुरु हुने अन्तिम 16का खेलहरूमा सहआयोजक क्यानाडाले उच्च लयमा रहेको मोरोक्कोको सामना गर्दैछ भने पाराग्वेले उपाधिको दावेदार फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै सर्वाधिक 5 पल्टको विश्व विजेता ब्राजिलले इर्लिङ हालान्डको नर्वेसँग खेल्ने तय हुँदा सहआयोजक राष्ट्र मेक्सिकोले उपाधि दावेदार मानिएको इङ्ल्यान्डको सामना गर्नेछ। यता क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले युरोपेली बलियो टोली स्पेनसँग खेल्ने पक्का हुँदा सहआयोजक अमेरिकाले बेल्जियमसँग खेल्ने भएको छ। विश्व विजेता अर्जेन्टिनाले अफ्रिकी राष्ट्र इजिप्टसँग खेल्ने तय हुँदा युरोपेली टोली स्विजरल्यान्डले अमेरिकी टोली कोलम्बियासँग खेल्ने तालिका रहेको छ। यस चरणमा दुई युरोपेली पावर हाउस स्पेन र पोर्चुगल बीचको महाभिडन्त क्रिस्टियानो रोनाल्डोको सम्भावित अन्तिम विश्वकप यात्राका कारण निकै प्रतीक्षित मानिएको छ। साथै लियोनल मेसीको अर्जेन्टिना र मोहम्मद सल्लाहको इजिप्ट बीचको खेल पनि फुटबल प्रेमीहरूका माझ निकै आकर्षक हुने अनुमान लगाइएको छ।